म आफ्नो धरातल बिर्सिने मान्छे होइन। अस्ति पनि म तपाईँहरूको भाइ नै थिएँ, अस्ति पनि तपाईँहरूको छोरा नाति नै थिएँ, अहिले पनि म तपाईँको छोरा नाति नै हुनेवाला छु। कुनै दिन मैले तपाईँलाई भनेको थिएँ, त्यो भाषण गरिरहेको समयमा त्यो गाउँघरमा जाँदै गर्दाखेरि, भोट माग्दै गर्दाखेरि मलाई यो जति तपाईँले नजिक राख्नुभयो त्यति तपाईँले आफ्नो समस्या सुनाउन सजिलो हुन्छ भनेर मैले तपाईँलाई भनेको थिएँ। र म आफ्नो बोली पुर्याउने मान्छे हो। म आफ्नो बोली, हरेक बोली मैले जे शब्द चयन गरेको छु त्यो मेरो अन्तिम शब्द हुनेवाला छ। म मरुन्जेलसम्म म त्यही बोल्नेवाला छु। म त्यसमा डगमगाउनेवाला छुइनँ। पहिला मैले जे बोलेको थिएँ तपाईँलाई भनेको थिएँ, भाइ छोरा चेला भनेर मलाई सम्बोधन गरिदिनु। मलाई अझै पनि म तपाईँलाई यही ठाउँबाट भन्न चाहन्छु कि, र त्यो सदनबाट नि म हेर्नुहोस् एक दिन भन्छु हजुरलाई, मलाई भाइ छोरा चेला भतिजा भनेर मलाई बोल्नु होला। त्यो भएपछि तपाईँहरूको आशीर्वाद, तपाईँले दिने सुझाव, आफ्नो मान्छे जस्तो गरेर तपाईँले मलाई अगाडि बढाउनुहुन्छ। म अघि बढ्न चाहने मान्छे हो। म तपाईँको भनिहालेँ म हजुरलाई, म हार खाने मान्छेमा चाहिँ म पर्दिनँ। यो अहिलेसम्म तपाईँले देखिन सक्नु भएको छ। मैले जसरी अहिलेसम्म यहाँसम्म अगाडि बढेँ, तपाईँहरूको आशीर्वाद, साथ सहयोगले, कतिजनाको सुझावले अगाडि बढेँ, कतिजनाको नकारात्मक तपाईँको सजेसन्सले अगाडि बढेँ, कतिजनाको गालीले अगाडि बढेँ, ओहो गाली गर्ला कि भनेर अगाडि बढ्नुपर्छ भनेर गरेँ, कतिजनाले भाइ बहिनीको आँखाको आशा, उहाँहरूको भरोसा, उहाँको सपना देखेर अगाडि बढेँ, कतिजना आमाहरूको आँसु पुस्नका लागि अगाडि बढेँ। अहिले त म आफ्नो देशको आँसु पुस्नलाई र हाम्रो सम्पूर्ण नेपालीको सपना साकार पार्नलाई म अगाडि बढेको छु। त्यही भएर तपाईँहरूले मलाई अझै पनि म भन्न चाहन्छु, म तपाईँको अझै नै भाइ नै हो, छोरा नै हो, दाइ नै हो, साथी नै हो है। अर्को कुरा, सबैजनालाई धेरै धेरै धन्यवाद है। मेरो चुनावी कमान्डर यहीँ हुनुहुन्छ, दाइहरू यहीँ हुनुहुन्छ है। यो औपचारिक भन्दाखेरि नै मलाई तपाईँको यो सम्बोधन र यो धन्यवाद चाहिँ अनौपचारिक दिनुपर्छ जस्तो लाग्छ, किनभने आफ्नो दाजुभाइहरूलाई बिर्सिन हुँदैन जस्तो लाग्छ। हाम्रो यहाँ रामचन्द्र दाई भयो होइन, यतापट्टि हाम्रो नवराज दाईहरू भयो, धेरैजनाको नाम बिर्सिला मैले, नरिसाउनु होला। म जे बोल्छु मनबाट बोल्छु है, यो तपाईँले ढुक्क हुनुहोस्। कतिजनाले तपाईँले देख्नु भइरहेछ अहिले तपाईँको यो भाइ छोरा चेलाले चाहिँ अब म मेरो स्यालेरी बाँड्छु भनेर भनेको थिएँ कि मैले होइन। मैले मेरो स्यालेरी बाँड्छु भनेर भन्दाखेरि तपाईँको धेरैजनालाई चाहिँ एकदमै छटपट्टि भएछ कि होइन, धेरैजना छटपट्टि भएछ। हाम्रो भाइ बहिनीहरू तपाईँको कतिजना असक्षम छन्, उहाँहरूलाई म मेरो पारिश्रमिक म दिन्छु भन्दाखेरि समस्या के छ त? यो त मैले पहिला 10 वर्षदेखि गरिआएको चिज हो होइन। अझै पनि म बाँड्छु, म सक्षम छु भनेर मैले भनिरहेको छु। सक्षम केमा छ, पैसाको सोर्स कहाँ छ, के छ भनेर ए बाबा अहिले त राज्यले मलाई पालेको छैन नि त। म सक्षम छु होइन, मैले कमाइरहेको छु, मेरो घर परिवार पालिरहेको छु भने म सक्षम छु होला नि त। अझै पनि राज्यले त मलाई पालेको होइन। मैले आफूले मेहनत गरेर, आफूले दुःख गरेर विदेश जान्न, आफ्नो देशमा केही गर्छु भनेर बसेको युवा हो। म सक्षम छु, म अझै पनि छु, र अझै नै मलाई राज्यको कुनै सुविधा मलाई चाहिँदैन, मलाई यो स्यालेरीहरू चाहिँदैन। म स्यालेरीहरू मेरो भाइ बहिनीहरू जो पीडित छन्, जसको रगत र बलिदानले गर्दा आज हामी यो ठाउँमा उभिएछौँ, त्यसलाई बिर्सिनु हुँदैन भन्ने हिसाबले मैले त्यो गर्नु खोजेको। अर्को कुरा म हजुरलाई भनिहालेँ, तपाईँहरूले मलाई पठाइरहेको कारण चाहिँ सुदन गुरुङ एकदम एक्सन ओरिएन्टेड छ भनेर मलाई पठाउनु भएको हो कि होइन भन्नुहोस्। धेरैजनाले भोट हाल्नु भएको हाम्रो भाइलाई चाहिँ त्यति भाषण चाहिँ गर्नु आउँदैन, तर काम चाहिँ गर्नु आउँछ है भनेर पठाउनु भएको होइन। पठाउनु त भयो, मैले धेरैजनालाई धन्यवाद पनि भन्नु पाइनँ। ओहो मलाई भोट दिएछ, मलाई मारलाई के काम गर्नुपर्छ भने भोलिदेखि काम सुरु भएको थियो मेरो है। म त्यहाँ हुने बित्तिकै आउने बित्तिकै भोलिपल्टदेखि मन्त्रालय आउनु थालेँ। हाम्रो दरौँदी खानेपानी लिफ्टिङ तपाईँहरूलाई थाहा छैन, मैले त्यो हाम्रो बाचा पत्रमा पनि राखेको थिएँ। बाचा त पुऱ्याउनु पर्यो, पछिपल्ट 5 वर्षमा त फेरि गाली खानु छैन मलाई। यो बाचा नम्बर 2 को खै बुधा भनेर भन्नु, गाली खानु मन छैन मलाई त। आफूले बोलेको कुरा त पढाउनु पर्यो। त्यो हिसाबमा दरौँदी खानेपानी लिफ्टिङ र यो पृथ्वीनारायण शाह तपाईँको हाम्रो खानेपानी एउटा सानो यो आयोजना छ, त्यसको लागि एउटा समिति, छानबिन समिति गठन गरिसक्यौँ।